हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग। र आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ होला है। र यहाँ चाहिँ म आज चाहिँ फेरि के गर्दैछु भन्नुहुँदैछ भने यहाँ चाहिँ मैले आँटा भुट्दैछु र यो आँटाको चाहिँ म लड्डु बनाउन आँटेको छु है। र अब मेरो हस्बेन्ड चाहिँ जान आँट्नु भएको छ, अनि के पठाइदिउँ भनेर अब के अब हामी त प्योर भेजिटेरियन हो है। अब अरूले चाहिँ अब अचारहरू के बनाएर पठाइदिन्छ, सिद्धाको अचारहरू है खानेहरूले त। र म चाहिँ यहाँनिर हस्बेन्डलाई ड्राई फ्रुट्सहरू हालेर आँटा मजाले भुटेर अनि यसको लड्डु बनाइदिन आँटेको छु। र अब मेरो हस्बेन्डलाई चाहिँ लड्डु चाहिँ एकदमै मनपर्छ नि त। अनि उता साथीहरूले पनि ल्याउनु भन्नुभएको थियो अरे, उहाँ साथीहरूले अस्ति पनि मैले बनाएर पठाइदिएको थिएँ, सबैजनालाई मन पर्यो अरे। अनि त्यही भएर चाहिँ म यहाँ फेरि बनाइदिन्छु भनेर चाहिँ हस्बेन्डले पनि हेल्प गरिराख्नु भएको छ। अनि म चाहिँ आज अस्ति चाहिँ मैले चिनी हालेर बनाएको थिएँ, अनि अहिले चाहिँ म गुड हालेर बनाउँदैछु है। र यहाँनिर चाहिँ ड्राई फ्रुट्सहरू पनि रोस्टहरू गरेर मजाले रोस्ट गर्दैछु। रोस्ट गरेर चाहिँ म यसलाई ग्राइन्ड गर्छु। र ग्राइन्ड गरिसकेर जुन अघि आँटा मैले भुटेर रेडी गरेको थिएँ त्यसमा मिक्स गरेर गुड ड्राई फ्रुट्सहरू हालेर चाहिँ अनि घी हालेर रेडी भइसकेको छ। र म र हस्बेन्ड चाहिँ धमाधम लड्डु बनाइराखेको छु है, दुईजना भएर चाहिँ। र एकदमै कालो भयो, अस्ति चाहिँ एकदम चिनी हालेर सेतो भएको थियो, योपालि चाहिँ मैले गुड हालेको थिएँ नि त, त्यही भएर पुरा कालो भइरहेको थियो। अनि साथसाथमा घिउ हाल्दै म चाहिँ कहीँ अलिक घिउ कम्ती भयो भन्दै घिउ हालेर चाहिँ बनाउँदैछु है। र यहाँ चाहिँ लड्डु फाइनली रेडी भइसकेको छ। र लड्डु चाहिँ मिठो चाहिँ एकदमै मिठो भइरहेको थियो, तर हेर्दा चाहिँ कालो भइरहेको थियो है। र मेरो किचनको हालत हेर्नु कस्तो भइरहेको छ है। र त्यति गरिसकेर यहाँ मैले चाहिँ घिउ पनि लिएर थिएँ, हस्बेन्डको लागि पठाइदिन्छु भनेर ल्याइराखेको थिएँ। अनि त्यो घिउ पनि खाँदैछु। र यो चाहिँ हो हिजो रातिको भिडियो हो है। मैले चाहिँ आज चाहिँ भोलि चाहिँ हस्बेन्ड जाने दिन थियो, अनि आज राति नै बेलुकै मैले सबै त्यो गरेर रेडी गर्दैछु। अनि यता चाहिँ खाना पनि बनाइसकेको थिएँ। खानामा चाहिँ मैले इस्कुस र आलुको सब्जी बनाएको थिएँ। र यता चाहिँ मैले रोटी पनि बनाइसकेको छु। डिनरमा चाहिँ रोटी र आलु इस्कुसको सब्जी बनाएको छु है। र लड्डु बनाइसकेर डिनर पनि रेडी गरिसकेको छु। डिनर रेडी गरेर चाहिँ यहाँनिर हस्बेन्डलाई पनि खानु दिएँ है। र खानु दिइसकेर अनि यो चाहिँ फेरि मर्निङमा घिउ त्यतिकै राखेको थिएँ मैले चाहिँ। अनि मर्निङमा उठेर हेरेको घिउ चाहिँ एकदम उयो भइरहेको रहेछ। अनि त्यो सबै खनाएर बोतलमा सिफ्ट गरेँ। अनि लड्डु पनि मैले बोतलमा डब्बामा मतलब हालेर सबै रेडी गरिदिएँ है। अनि यहाँ चाहिँ मैले अचार पनि हालेको थिएँ हस्बेन्डको लागि भनेर, सागको अचार हालिदिएको थिएँ। त्यो अचारलाई पनि मजाले निकालेर खोर्सानी अलिकति कम्ती भएको थियो, अनि मिक्स गरेर फेरि मैले यहाँ चाहिँ अचार पनि रेडी गरिदिएँ हस्बेन्डको लागि भनेर। सबै त रेडी भइसकेको छ, घी पनि हालेर रेडी भइसकेको छ। अनि यताले लड्डु पनि रेडी भइसकेको छ है। सबै थोक रेडी भइसकेको छ। र फेरि भरे हस्बेन्डले चाहिँ भन्नुभयो म अचार चाहिँ लादिनँ भन्दै थियो, र पनि मैले अचार पनि हालिदिएँ। अनि सबै हालिसक्नेको बादमा चाहिँ यहाँनिर मेरो लन्च पनि रेडी भइसकेको छ। लन्चमा चाहिँ मैले कटहरको सब्जी, बिन्स आलुको सब्जी, अनि त्यो सागको अचार अलिकति निकालेँ कस्तो भएछ टेस्ट गर्नको लागि। अनि त खाना रेडी गरिसकेर मैले फेरि आँटा पनि गुन्दैछु, किन यो आँटा चाहिँ गुनेर किन गुन्दैछु भन्नुहुन्छ भने हस्बेन्डको लागि रोटी बनाएर हालिदिन्छु भनेर। र मेरो हस्बेन्डको चाहिँ अहिले 6 बजीको फ्लाइट छ है। र पुग्दा चाहिँ 10-11 बज्ने रहेछ, त्यही भएर चाहिँ रोटी हालिदिन्छु भनेर चाहिँ रोटी हाल्यो भने चाहिँ उहाँ छिटो पुग्दा खानुहुन्छ निकालेर भनेर नि त। अनि यता चाहिँ खोर्सानीको चट्नी पनि थियो, चाहिँ हाल्नु बिर्सिरहेको रहेछु है। र यो पनि फेरि यता बाहिर सुकाएको थियो नि त, अनि त्यो पनि मैले हालिदिएँ है। खोर्सानीको अचार पनि हालिदिएँ। र यताभित्र हेरेको हस्बेन्डले सबै त ब्रेकहरू रेडी गरिसक्नु भएको रहेछ। ब्रेक सबै थियो रेडी गरेर चाहिँ निक्लिन आँट्नु भएको रहेछ है। र यता हस्बेन्ड पनि रेडी पनि हुनुहुँदैछ। र अब रेडी भइसकेर यता छोरी चाहिँ बाहिर खेलिरहेको थियो नि त। अनि उसलाई त थाहा नै थिएन आज पापा ड्युटी जाँदैछ भनेर। र बाबाले चाहिँ म ड्युटी जाँदैछु बाबु आज भन्नुभएको, चाहिँ एकदम गरेर लागेर म पनि जान्छु भनिरहेको थिएँ। अनि म चाहिँ एकदम कन्ट्रोल गरिरहेको थिएँ। अब नराम्रो लाग्छ, सबैजनालाई नराम्रो लाग्छ है। र मलाई पनि त्यस्तै भइरहेको थियो। र म चाहिँ एकदमै कन्ट्रोलै गरिरहेको थिएँ, हाँसिरहेको थिएँ। किनकि छोरीले जब छोरीको बाँच्ने त्यहाँदेखि चाहिँ मलाई कस्तो नराम्रो लाग्यो, कन्ट्रोल गर्न सकिनँ। अनि पापाले चाहिँ यता हातहरू थुकेर पापा चाहिँ निक्लिनु भयो। अनि यता छिमेकीहरूलाई पनि बिदा मागेर चाहिँ निक्लिनु भयो। अनि म चाहिँ एकदम हाँसी बिदा गर्दै थिएँ, किनकि अब कस्तो कन्ट्रोल गरिरहेको थिएँ है। किनभने मनमा त कति नराम्रो लागिरहेको थियो, तर उसको अगाडि कसरी देखाउनु भनेर म चाहिँ एकदम हाँसेरै उसलाई पठाएँ है।